नमस्कार सबैलाई। आजको भिडियोमा हामी तपाईहरुलाई हाम्रो धान रोपाइको रमाइलो पल देखाउँदैछौँ। हिलो, पानी र मेहनतसँगै बितेका यो दिन हाम्रो लागि निकै विशेष छ। गाउँघरको यो सुन्दर माहौल र रोपाइको खुसी तपाईहरुसँग बाँड्न चाहन्छौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। ल है साथीहरु, म चाहिँ खेततिर लागे। आज चाहिँ हाम्रो धान रोप्ने खेतालाहरु पनि छन् अनि म चाहिँ घरदेखि अलिकति तल आइपुगे। बिहानभरि पानी परेर भर्खर जाँदैछु। हजुरहरुलाई चाहिँ खेतको भिडियोहरु चाहिँ देखाउने छु, हेरेर साथ दिनुहोला। त्यो चाहिँ पालिका, हाम्रो पालिका। माइजू रुमाल ल्याउनु बिर्सेँ। मैले लिएर आएको धार दुख्छ भने त्यो बाइकहरू हेर्नु नि त्यहाँ स्पिडमा आएर। चाहिँ कोटमा आइपुगे। अब खेतमा जान लागेको। माइजू चाहिँ माथि घाँस काट्नलाई बस्नुभयो, एकछिनमा आउनुहुन्छ। हामी चाहिँ अब खेतमा जाने। खेतमा गएर चाहिँ धानको बिउ पनि उखुल्नु छ अनि त्यसपछि चाहिँ यहाँ त केही देखाएन। हामी चाहिँ अब खेतमा धान रोप्न जान लाग्यो साथीहरु। मेरो बेबीहरु चाहिँ पछाडी पछाडी हिँडिरहेछ है साथीहरु। बेबीहरु चाहिँ पछाडी पछाडी हिँडिरहेछ। हामी चाहिँ खेतमा धान रोप्न जाने। ओ कति धेरै माइजू खुट्टा त सबै दुखेको छ मेरो। दादा पनि आइपुग्नु भयो। दादा चाहिँ यो चाहिँ धान रोप्नलाई चाहिँ हिल ल्याउने, के भन्छ यसलाई चाहिँ हिलो बनाउने हो क्या। त्यो सामान चाहिँ बोकेर आउँदै हुनुहुन्छ। चाहिँ गोरु जोतेको छ त्यति धेरै हेर्नु साथीहरु। अब मेला चाहिँ निस्केको छैन। खेतालहरु आउँदैछ है, हाम्रो खेतालहरु आउँदैछ। केलाई त्यही त। यिनीहरू चाहिँ धान रोप्न आएको केटीहरू हो। घुम्न आएको अरे। निशा चाहिँ घुम्न आएको अरे। ल आइज आइज, तिमीहरू आउने भयो। हाम्रै बुहारी नानी, उहाँ चाहिँ बुहारी नानी हो। हेलो भन्नु। मेलो चाहिँ भर्खर निस्किँदैछ है साथीहरु। अनि म नि काम गर्ने त हो नि, एक सर्ट बनाउने भनेर मात्र। एक आली चाहिँ बन्न लागिसकेछ। हामी चाहिँ धानको बिउ उखुल्ने ठाउँमा चाहिँ आइपुगे साथीहरु। मम्मी अनि हजुरआमा, गाउँको हजुरआमा, त्यसपछि मामा घरको हजुरआमा चाहिँ धानको बिउ उखुल्दै हुनुहुन्छ। हामी पनि धानको बिउ उखुल्छु एकैछिनमा। हेर्नु साथीहरु, यस्तो राम्रो छ धानको बिउ। निशा छ। म चाहिँ धानको बिउ चाहिँ धुन थालेँ है साथीहरु। सबजना चाहिँ बिउ धुँदैछ, कोही बिउ उठ्दै। भयो? भयो?
आम्रो खायो के भनेर अब धान रोप्नु चाहिँ सुरु गर्न लाग्यो है साथीहरू हामी बुहारी त्यहाँ बिउ बोकेर आउँदैछ त्यहाँ काली चाहिँ त्यहाँ बसेर अब हामी चाहिँ यता मलाई चाहिँ माइजूले चाहिँ भिडियो बनाउने मान्छे चाहिँ माक्ला हाली बसेर भिडियो बनाउनु भन्दै हुनुहुन्थ्यो म पनि धान रोप्छु हाम्रो ठुलबुवा चाहिँ घरपेटी बुवा हो तिमीहरू धान रोप्ला यहाँ चाहिँ छिटो 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 धान रोप्दै हुनुहुन्छ 2 भन्नुलाई 50 150 मेलो चाहिँ टन्न निकालिसकेको छ अब म पनि रोप्ने हो धान चाहिँ दुईजना मात्रै छ तल यहीँ बसिरहेछ अलिक सल सल रोपेर पर जा चाहिँ तल्लोदेखि धान रोपेर चाहिँ ठ्याक्कै यहाँ आइपुग्यो यहाँ रोप्दैछ उतापट्टि गएको छ अरू चाहिँ हामी चाहिँ अब यहाँ आधा आधी हुनलाई हाम्रो बुहारी नानी पनि धान रोप्दैछ म चाहिँ यता छु भिडियो बनाउँदै म पनि धान रोप्ने नै हो तर घाम लागेको छ कि यस्तो केही देखा भए त मरिजानु पर्छ काम होइन मैले चाहिँ म घुमेर आएको मेरो यस्तो अफेस मात्रै देखायो नि उतापट्टि हामी चाहिँ धान रोप्ने मान्छे हो है साथीहरू हो है साथीहरू गाउँले हो नि त हामी अर्ग्यानिक हो अर्ग्यानिक हामी अर्ग्यानिक गाउँले पर्यो खानेकुरा मात्रै अर्ग्यानिक हुन्छ भने तर हामी पनि अर्ग्यानिक हो अर्ग्यानिक रोप्ने नि हामी हो भने अर्ग्यानिक रोप्ने नै हामी हो खाने पनि हामी नै हो उतापट्टि सकेर चाहिँ यतापट्टि आएको पर सकेर यता आएको छ दादा यता हेरिस् त कहिले त हिलो खेल्ने बेला मात्रै आमा कस्तो राम्रो आएको यो सिन त दामी नि त राम्रो छ हाम्रो भाइ चाहिँ एकदम ह्यान्डसम छ साथीहरू हेर्नु गोरु जोत्दैछ हली हो यो चाहिँ हली तिमीहरू राम्रो राम्रो छ यता हेर त भाइ मेरो भाइ चाहिँ त्यहाँ आली खन्दैछ भित्ता तास्दैछ अनि यो चाहिँ गोरु जोतिरहेछ यो मेरो भाइ राम्रो सिन आएको रहेछ साथीहरू आज हाम्रो धान रोप्ने दिन चाहिँ एकदम राम्रो भएको छ घाम लागेर एकदम खुसी लागेको छ अघि बिहानसम्म चाहिँ पानी परिरहेको थियो अहिले चाहिँ पानी पनि परेको छैन एकदम राम्रो दिन भयो यो चाहिँ यसले चाहिँ अघिदेखि मलाई भिडियोमा देखाएन रे राम्रो निकाल्नु भन्दैछ यो चाहिँ भाइ हो
कल नहान्नु है हिलो त्यहाँ हेर्नु न दादाले चाहिँ मलाई हिलो हान्दैछ है साथीहरू अब म चाहिँ अनि यस्तो पनि चेपा हुन्छ है मामा दाइ गारे पाइला पा मेरो मामा है साथीहरू हेलो गरिदिनु मामा हेलो हेलो साथीहरू सबैजना नमस्ते दादाले चाहिँ मलाई पुत्ता पुत्ता हिलाइदिरहेछ अघि उतापट्टि चाहिँ मम्मी ठुलमम्मी अनि बुहारी कक्कले दिएदिन चाहिँ अहिले चाहिँ मलाई दिनु भनेर म र माइजू भएर चाहिँ दिँदैछु केटाहरूलाई चाहिँ कति ज्ञानी ल्याउ गोरेतिर जोता त बाजा बाजा छ ठाडो ठाडो थियो दिदीको भिडियो बनाए गोरुले हान्थ्यो भने मलाई भयो के खाने अन्त दिदी रक्सी खानेलाई रक्सी निगार खानेलाई निगार अनि चिसो खानेलाई चिसो दिँदैछौँ हामी चाहिँ अब यताको पनि धान रोप्नु चाहिँ सुरु गरिसक्यो अब हाम्रो धान चाहिँ छिट्टै रोपिसक्छ साथीहरू त्यहाँ अनमोल हेर्नु नि त्यहाँ अनमोल ढुङ्गामा कति मजाले बसेर सानो सानो भाइहरूले पनि काम गरेको छ साथीहरू यति धेरै मेहनत छ हाम्रो गाउँमा के भयो अनमोल यहाँ चाहिँ एउटै हालिन्छ कहानी भिडियो बनाउने मान्छेले हिलो ल्यान्छ धान रोपिरहेको छ म चाहिँ एकछिन भिडियो बनाउँछु भनेर भिडियो बनाउन थाले सबैजना आफ्नो काममा व्यस्त छ म चाहिँ एकछिन भिडियो बनाउँछु अबे यतातिर आफ्नो धान अहिले हेर तिम्रो अहिले यो केटीहरूले चाहिँ मलाई हिलो हानिरहेछ है पछाडिबाट साथीहरू यिनीहरू चाहिँ मलाई हिलो हानिरहेछ त्यही तलदेखि धान रोप्छ हेर माथि म चाहिँ यहाँ छु यिनीहरू चाहिँ मलाई हिलो हान्छ म चाहिँ एकैछिन दाइसँग दाँते लगाउँछु भनेर चाहिँ दाँते लगाउन थालेँ साथीहरू
खेत पनि आउँछ मामाको छेउमा तर अधिकार छ मामा शेर साल्टो हो त कस्तो राम्रोसँग दाँते लाग्यो कि साथीहरू लामै भयो यतादेखि रोपेर सकेर चाहिँ अब सक्न लाग्यो धेरै बाँकी छैन अब बाँकी धेरै छैन म चाहिँ हिलो भएको छ हिलो हालेर यहाँनिर आइपुगेपछि चाहिँ सबैजना चाहिँ हिलो खेल्न थाल्छ है साथीहरू अब सबैजना हिलो खेलेपछि चाहिँ अलिकति ढिलो हुन्छ धान रोप्नलाई चाहिँ धान रोप्न चाहिँ अलि रात पर्ला जस्तो छ सबैजना आफ्नो तालमा चाहिँ हिलो खेलिरहेछ रमाइलो भइरहेछ साथीहरू घरपेटीलाई पनि हिलो हान्नुपर्ने रे भनेर चाहिँ मामाको छोरीले चाहिँ बुवालाई साथी हिलो खेलिरहेछ सबैजना साथीहरू कस्तो राम्रो आएन कस्तो म आउनु भनिरह त्यहाँ चम्किया चाहिँ केटीहरू हिलो खेल्नु ओ आइरहेछ टोक्यो
कसरी भाग्यो है होइन हिँड्नु नसक्दा त हिँड्नु सक्दैन है हामीले ऊ त्यहाँ उयो एक्लै हान्दैन बिचरा बुने चाहिँ सबैजनालाई हिलो हानेर अब हाने है सबैले यिनीहरू चाहिँ हाँस्छ है हाँस्छ ससुरालाई नहान भन्दै आफूले हाने होइन हेरेछ काका मोबाइल भिजेर मारे हान्न तिनीहरूलाई हान त्यहाँ धान रोप्ने भनेको यहाँ साथीहरू सबजना हिलो खेलेर चाहिँ धान चाहिँ यसो रोप्नु सुरु गरेको छैन है साथीहरू रमाइलो छ केटीहरूलाई भेनाहरूसँग चाहिँ हिलो खेल्दैछ निशा र बुने चाहिँ केटीहरू चाहिँ रमाइलो गर्दै चाहिँ हिलो मामाको छोरीहरू चाहिँ हिलो खेल्दैछ ठुलबाले कति मजा ल्याएर माइजो ढुङ्गामा गएर हानेको छ लड्छ फाल्नान को गएको छ त्यता कता उता ढुङ्गा पनि को छ काका छ कि हाम्रो काका होला ए हो र वाह रमाइलो भइरहेछ अब सकिन लाग्यो यति मात्रै बाँकी छ त्यही पनि हिलो खेलिरहेछ जहिले त्यस्तै गर्ने तलदेखि चाहिँ सकेर चाहिँ यता सकेर यहाँ जाऊ न तिमीहरू त्यहाँ अनि ढोडले घोज्छ भने डढाइ के धान
मामालाई कसले हानिदिनु बा बुनेल त साबेले बोकेर म नानी पानी छ पोज देऊ केटी हो अघि फर्स्टमा दाइले बोकेर आउनेले चाहिँ यस्तो काम गर्छ क्या साथीहरू हेर्नु हिलो चिल्ला बराबर ल भयो के यहाँ धान उहाँ खेल्नु अहिले धान रोप्ने ठाउँमा खोइ त्यहाँ खेल्ने भने ल फाइनली हाम्रो चाहिँ सक्यो अब गोरुहरू चाहिँ छोड्ने बेला भयो यहाँ लास्टमा आइसक्यो मामालाई चाहिँ आजको दिन कस्तो भयो भनेको एकदम रमाइलो भयो अरे मामा चाहिँ गीत गाउन थालेछ है साथीहरू मामाको गीत चाहिँ सुन्दै आजको दिन कस्तो भयो रमाइलो असारे मासलाई दबे हिलो लाठीले लताउँदै तिमी कान्छी माया मैले पत्याउँदै वाह गुड कस्तो राम्रो
गरेको साँच्चै हो भनेको तिमीलाई कान्छी पत्याउँदै भयो भयो अँ? सकिन लाग्यो साथीहरू सकिन लाग्यो नभन्दै हिलो खेलेर चाहिँ रात पर्न लागिसक्यो साथीहरू साँझ परिसक्यो म चाहिँ हिलो हिलो भएर चाहिँ मैले बुहारीलाई चाहिँ खाजा दिन पठाएँ साथीहरू हिलो हिलो भयो अब खाजा दिएको भिडियोहरू पनि हुँदैन म चाहिँ यतैतिर काममा व्यस्त हुन्छु म हिलो हिलो जुन त त्यही भएर अनि रात पनि परिसकेको हुन्छ त्यही भएर खाजा दिएको हलो बोकेर हलो धुन लाग्दैछ फाइनली सक्नु सक्नु यो चाहिँ लास्ट आली है लास्ट आली अब सक्यो तलदेखि ल्याएर सक्यो कि सकेन फाइनली सक्यो है लास्ट हो यो सक्यो अब सक्यो रोपा अन्तिममा फाइनली हाम्रो चाहिँ अब सकिन लाग्यो साथीहरू यही हो लास्ट डे हो यिनीहरू चाहिँ एकदम रमाइलो भयो आज हो कि होइन हिलो खेलेर चाहिँ आज धेरै रमाइलो भयो यतातिर धान रोप्नु हुन्छ हेलो हाई त्यो आली चाहिँ लास्ट हो है अब यो आली रोपेर चाहिँ त्यो आली रोप्ने हामी रिदम भाइ यो चाहिँ रिदम पनि हिलो हिलो भएको छ रिदम पनि नयाँ हो त्यस्तै छ होइन त्यस्तै त्यहाँ त तपाईँको अगाडि त्यो चप्पल होइन तपाईँको जाडो पनि भइरहेछ हिँडो खेलेर यस्तो गाह्रो पनि भइरहेछ हिँडो खेल्ने भएर चाहिँ रात पर्यो फाइनल्ली हाम्रो चाहिँ धान रोपेर चाहिँ सक्यो है साथीहरू फाइनली सक्यो धान रोपेर चाहिँ माइजी सक्यो त्यहाँ थप्दै हुनुहुन्छ
म चाहिँ यता छु हिलो हिलो भयो बाई बाई गाइज सबैजनाले चाहिँ हेरेर चाहिँ साथ सपोर्ट सब्सक्राइब गरिदिनु चाहिँ नभुल्नु होला है साथीहरू